परमेश्वरलाई धन्यवाद होस्। आज यो इम्पेरियल हलभित्र र डिलाइट बुद्धि ज्ञान समशक्तिहरूलाई म्यानेजर होला, अध्यक्ष होला, तर त्यसभित्रमा कस्तो राम्रो, कस्तो अचम्म, यस्तो त गर्न सकिँदो रहेछ पारेर सबै चुल्केर जाने भन्ने भए जुन उद्देश्य, जुन लक्ष्य, जुन रफ्तारमा हामी अगाडि बढ्दैछौँ, हामी पछाडि फर्केर हेर्दैनौँ, हामी अगाडि साहसको रूपमा परमेश्वर परम धन्य सृष्टिकर्ता परमेश्वर, हामी तपाईँलाई धन्यवाद छ। आज उत्तम सेवा परमेश्वर बुद्धि ज्ञान शक्ति निम्ति उत्साह दिन, हामी सबैजनालाई हौसला दिनको निम्ति यहाँसम्म आइदिनु भएको छ, उहाँहरूलाई धन्यवाद छ। म अनुरोध गर्न चाहे हामी सबैजना यहाँभित्र रहेका छौँ, अलिकति मिलेर बसिदिनेछौँ। सबैसँग बाँड्नको निम्ति हामीलाई यो इटरी पक्षमा हामी हेमबाट हामीले यो दिन, यो समयलाई देख्न पाएका छौँ, हाम्रो जीवनमा हामीले अनुभव गर्न पाएका छौँ, हाम्रो परिवारमा हामीले यो आशिषलाई महसुस गर्न पाएका छौँ र यो आशिष यहाँहरू सबैजना जति पनि यहाँ र फेरि पनि म अन्त्यमा भन्न चाहन्छु जति उपस्थित यो एउटा सबैको लागि सहज सरल तरिकाले in our journey. After years of managing special events that celebrate life's most momentous occasions, we are now stepping into the world of food and hospitality. Because we believe that every great event begins with a warm welcome and ends with a memorable meal. Now, it is my great honor to invite our esteemed chief guest, Ms. Malvika Suppa, to officially unveil our new food and service hospitality services. We have a special milestone with us because this is on the countdown. Let us offer our claps and thankfulness. Ready? 1, 2, 3, go! Delighted International Company Road to all the passengers and food service र hospitality र food tasting मा पाल्नुभएका सबै महानुभावहरूलाई हार्दिक नमन गर्न चाहन्छु र धेरै धेरै बधाई छ दम्पति द्वय ताराजन र तबिताको लागि जोरदार ताली एकपटक प्लिज। यो फ्यामिली किनभने मैले र हामीले एकअर्काको जीवनको उतार चढावहरू देखेका छौँ। मैले तारा र तबितालाई स्ट्रगल गरेको देखेको छु। तपाईँलाई याद फ्यामिली नै यति उहाँहरूको जोडी एकदमै नमुना जोडी, एकअर्कालाई माया गर्ने, एकअर्कालाई आदर गर्ने, सम्मान गर्ने। अनि मलाई सबैभन्दा मनपर्ने चाहिँ ताराले जहिले पनि आफ्नो श्रीमतीलाई चिन्दाखेरि र मलाई खुसी लाग्छ कि धेरै वर्षको स्ट्रगल भनेको स्थापना गर्नुभयो र इटली जस्तो र राम्रो सुन्दर ठाउँमा उहाँहरूले यसको स्थापना गर्नुभयो र यो 4 वर्षमा उहाँहरूले विभिन्न ठाउँहरूमा इटलीमा मात्र नभएर अरू ठाउँहरूमा पनि आफ्नो योगदान दिँदै आउनु भएको छ। आफ्नो कला प्रस्तुति, आफ्नो प्रतिभा प्रस्तुति गर्दै आउनु भएको छ।
मान्छेहरूले सोच्छ होला अब इभेन्ट भनेको सजिलै काम हो भनेर, तर पक्कै पनि होइन। त्यस पछाडिको दौडाइ भोगाइ पसिना फ्रस्ट्रेसन्स, अब हाम्रो देशको पोलिटिकल सिचुएसन थुप्रै छ स्ट्रगल्सहरू गर्नुपर्ने। तर आइम भेरी प्राउड कि तबिताले एउटा महिला व्यवसायीको रूपमा पनि एकदम पछाडि नहेरिकन जतिसुकै स्ट्रगल भए तापनि एकदमै राम्रोसँग आफ्नो व्यवसायलाई अगाडि लिएर जानुभएकोमा म समस्त शुभलाई परिवारलाई एकपटक पुनः बधाई ज्ञापन गर्न चाहन्छु र साथसाथै उहाँहरूको नयाँ यस मना फुड एन्ड हस्पिटालिटीको लागि पनि बेस्ट विसेस छ। एकदम राम्रो प्रगति गर्दै जानुहोस् होला। अब हाम्रो यो सोसियल मिडियाको जमानामा मार्केटिङको जमानामा कम्पिटिसन टफ पनि छ र हामीले व्यवसायिकता ल्याउँदाखेरि कसरी हामीले नयाँ सोच्न सक्छौँ। मेरो रिसर्च केमा हुनसक्छ, मैले R&D केमा गर्न सक्छु, मैले कहाँ कति लगानी गर्नुपर्छ, मैले कसरी प्रफिट ल्याउनुपर्छ भन्ने कुराहरूमा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। र मलाई खुसी लागेको छ आज यसरी उभिएर जुन बहिनीलाई मैले एउटा यङ अवस्थामा चिनेको थिएँ, त्यति बेला हामी दुवैजना यङै थियौँ, चिनेको थिएँ। हामी दुवैजना आमा बनिसक्यौँ, अभिभावक बनिसक्यौँ, आफ्नो करियरमा धेरै अगाडि बढिसक्यौँ र सँगसँगै अहिले यसरी हामी उभिन पाउँदा म अति नै खुसी छु। यहाँहरूलाई रेस्ट अफ द डे र इभिनिङको लागि धेरै धेरै शुभकामना छ। थ्याङ्क यू सो मच एभ्री वान फर कमिङ। नमस्ते।